हेलो एभ्रिवान, के हजुरहरूको कपाल पनि उमेरले गर्दा होस् या उमेरभन्दा अगाडि नै यसरी फुल्ने गरेको छ भने हजुरहरूले अब हामीले देखाउन गइरहेको स्याम्पू ढुक्कसँग प्रयोग गर्न सक्नुहुन्छ। हामीले देखाउन गइरहेको स्याम्पू रहेको छ 3-in-1 हेयर डाई स्याम्पू। यो चाहिँ हर्बल हेयर डाई स्याम्पू रहेको छ। यसमा चाहिँ हर्बलको एक्सट्र्याक्टहरू रहेको छ भने यसले हजुरको कपाललाई, स्काल्पलाई मोइस्चराइजिङ गर्न, स्काल्पको हेल्थ केयरको लागि पनि यो काम गर्छ। यो लगाउनु भन्दा अगाडि हजुरको कपाल पूर्ण रूपमा सुक्खा हुनुपर्छ। हजुरले स्याम्पू हातमा लिने, हातमा मिच्ने अनि बल्ल टाउकोमा लगाउने। त्यसपछि हजुरले लगाएर एकदमै सेतो कपाल छ भने 15 देखि 20 मिनेट राखिदिने, नभए हजुरले त्यहाँ देखिएको इन्स्ट्रक्सन अनुसार गर्न सक्नुहुन्छ। लेखिएको हुन्छ। हजुरले आफ्नो कपालमा राखिसक्नु भएपछि पखाल्दाखेरि आफ्नो नर्मल स्याम्पू, कन्डिसनर जे युज गर्दा पनि हुन्छ र पखालेर हजुरले युज गर्न सक्नुहुन्छ। हामी हजुरलाई देखाउन गइरहेको छौं। अब उहाँले हेर्न सक्नुहुन्छ भिडियो। उहाँको कपाल पहिला यस्तो थियो, हेर्न सक्नुहुन्छ भने अहिले चाहिँ अब यस्तो भएको छ आफ्टर यसको युज पछि हेर्न सक्नुहुन्छ। र यदि हजुरहरू पनि यसै नै अर्डर गर्न चाहनुहुन्छ भने बायोमा हाम्रो नम्बर छ और हामीलाई भाइबर, इन्स्टाग्राम, फेसबुक, व्हाट्सएप जेमा पनि कन्ट्याक्ट गर्दा हुन्छ। हामीलाई कल गरेर पनि बुझ्न सक्नुहुन्छ। उहाँले युज गर्नुभएको कलर डार्क ब्राउन थियो, हेर्न सक्नुहुन्छ। हल्का यसरी घाममा शेड आउँछ। हाम्रो कलरहरू एकदमै नेचुरल कलर हो।